झन्डै 100 वर्षसम्म विश्वको कार उद्योगमा 3 देशहरूको दबदबा थियो, जापान, जर्मनी र युनाइटेड स्टेट्स। यही देशहरूबाट आधुनिक ड्राइभिङलाई परिचालित गर्ने नामहरू निस्किए, जस्तै मर्सिडिज बेन्ज, BMW, भोक्सवागन, फोर्ड, होन्डा। यी केवल कार उद्योग मात्र थिएनन्, यी आफ्नो देशहरूको गर्व र अर्थतन्त्रको मेरुदण्ड थिए। तर पछिल्ला केही वर्षहरूमा यो अवस्था नराम्रोसँग बिग्रियो। मर्सिडिज बेन्जले एकै वर्षमा 28% घाटा बिहोर्नु पर्यो। पोर्सेको एकै वर्षमा 92% नाफा हरायो। जीप, फाइन, प्युगेट जस्ता कार कम्पनीहरूको मालिक समूह स्टेलान्टिसले एकै वर्षमा $26 मिलियन घाटा बिहोर्नु पर्यो। भोक्सवागनले आफ्ना हजारौं कर्मचारीहरूलाई निलम्बन गर्नु पर्यो। यी सबै झट्काका पछाडि एउटै नाम थियो, BYD। एक समयको सामान्य ब्याट्री बनाउने कम्पनी जसले 2003 सम्ममा कार उद्योगमा आफ्नो खासै नाम बनाएको थिएन। त्यति बेला कसैले पनि कल्पना समेत गरेको थिएन एउटा सामान्य ब्याट्री बनाउने कम्पनीले टेस्ला जस्तो कार उद्योगसँग आफ्नो प्रतिस्पर्धा गर्नेछ भनेर। यति असम्भव लाग्थ्यो कि एलन मस्क आफैले अमेरिकन टेलिभिजनमा BYD को नाम सुन्दा हाँसेका थिए। तर आज एलन मस्क हाँसिरहेका छैनन्। यसको पछाडिको कारण छ BYD अहिले विश्वभरि नै सबैभन्दा धेरै इलेक्ट्रिक कार बेच्ने कम्पनी बनेको छ। एउटा सानो ब्याट्री कम्पनीले कसरी एक दशकभित्र नै विश्व जगतमा रहेका सबैभन्दा ठुला कार कम्पनीहरूलाई घुँडा टेक्न बाध्य बनायो। यसको गोप्य हतियार के हो र पर्दा पछाडि रहेको छ भनेर किन कसैले पनि अहिलेसम्म कुरा गरिरहेका छैनन्, किनकि BYD अचानक रातारात सफल भएको होइन। धेरै मानिसहरूले गर्ने गल्ती के हो भने उनीहरूले यसलाई एक चिनिया ब्रान्डको सफलता मात्र ठान्दछन्। त्यो मात्रै भए पनि मर्सिडिज, भोक्सवागन जस्ता ठुला कम्पनीहरूको लागि नराम्रो खबर हुन्थ्यो। आज उनीहरूले पनि त्यही गल्ती नगरेको भए आज उनीहरूसँग आफ्नो बजार क्षेत्र त बाँकी रहने थियो। तर वास्तविकता योभन्दा धेरै भिन्न छ। BYD र अन्य चिनिया कम्पनीहरूले बेजिङ, साङ्घाई मात्र नभएर संसारभरिका विभिन्न महादेशमा रहेका ठुला देशहरूमा समेत आफ्नो प्रभुत्व जमाइरहेका मात्र होइन, आफ्नो झन्डा गाडिरहेका छन् र उनीहरूलाई रोक्न अहिले कसैले पनि सकिरहेका छैनन्। यो सबैको सबैभन्दा ठुलो प्रभाव दक्षिण पूर्वी एसियामा देखिन थाल्यो। थाइल्यान्डमा BYD ले करिब 18 महिनामा नै 40% इलेक्ट्रिक गाडी बजार कब्जा गर्यो। मित्सुबिसी मोटरले आफ्नो स्थानीय कारखाना बन्द गर्यो। माज्दाले आफ्नो 60% उत्पादन घटायो। त्यसैगरी 40 वर्षसम्म जापानिज कम्पनीहरूको किल्ला बनिरहेको ठाउँ एकै वर्षमा नै पल्टिन पुग्यो। सिङ्गापुरमा गत वर्ष बेचिएका प्रत्येक 5 नयाँ कारमध्ये एक BYD थियो। मलेसियामा 2024 मा BYD सबैभन्दा धेरै बिक्ने इलेक्ट्रिक गाडीमा बनिन थाल्यो। युरोपको अवस्था पनि राम्रो छैन। चिनिया कम्पनीहरूले युरोपको इलेक्ट्रिक बजार क्षेत्रमा 11% आफ्नो कब्जा गरिसकेको छ र यो अवस्था हरेक महिना बढ्दो क्रममा देखिँदैछ। रिनल्टले 5 वर्षपछि पहिलो पटक घाटा पोस्ट गर्यो। चिनिया दबावका कारण नाफा अझै घट्ने चेतावनी दियो। स्टेलान्टिस आफ्नै मुख्य बजारमा सङ्घर्ष गरिरहेको छ। युरोपीय लग्जरीको प्रतीक मानिने अडी अहिले चीनमा ग्राहकहरू घुमाइरहेको छ र आफ्नै युरोपेली बजारमा खुम्चिँदै आइरहेको छ। फ्रेडरिक मर्ज जर्मनीका चान्सलर 30 जना CEO बोकेर चीन पुगे। उत्पादन रोक्न होइन, सम्झौता गर्न होइन, जर्मन कम्पनीलाई नतिच्न आग्रह गर्न। 20 वर्ष अघि यस्तो कल्पना पनि गर्न सकिँदैन थियो। र सबैभन्दा अचम्म त ब्राजिलमा भयो। ब्राजिलमा BYD ले एकै वर्षमा इलेक्ट्रिक कार बजार क्षेत्रमा 72% आफ्नो हिस्सा कब्जा गर्यो र पुरानो फोर्ड कारखाना रहेको ठाउँमा नै आफ्नो नयाँ BYD कम्पनी सञ्चालन गरिदियो। अहिले उनीहरूले यही काम मेक्सिको, इजरायल र नर्वेमा पनि गरिरहेका छन्, जहाँ BYD ट्याङ्क लन्च भइ लगत्तै टप 5 बेस्ट सेलरमध्ये BYD पनि पर्दछ। युनाइटेड स्टेट्स मात्रै अहिले एउटा ठुलो बजार क्षेत्र हो जहाँ BYD को रोक लगाइएको छ, आधिकारिक रूपमा राष्ट्रिय सुरक्षाका कारण। र अमेरिकालाई पनि राम्रोसँग थाहा छ कि यो उनीहरूको थाहै जित होइन। कहिलेकाहीँ एक महिनामै, कहिलेकाहीँ एक सातामा नै। अब वास्तविक प्रश्न हो कसरी 5 वर्ष अघिसम्म जसको नाम धेरैलाई थाहा पनि थिएन त्यस्तो चिनिया कम्पनी आखिर यति शक्तिशाली कसरी बन्यो? जस्तो मजदुरी मात्रै कारण थिएन, अरू चिनिया कम्पनीहरूसँग पनि यही अवसर थियो, तर उनीहरू सफल भएनन्। BYD ले वास्तवमा यस्तो प्रणाली बनायो जुन मर्सिडिज, टोयोटा जस्ता कम्पनीहरूले 10 वर्ष अघि नै अध्ययन गर्नुपर्ने थियो। र यो सबै निर्माण गर्ने व्यक्ति थिए वाङ चुआङफू। सन् 1995 मा उनी 29 वर्षीय इन्जिनियर थिए। त्यही उमेरबाट नै उनीले आफ्नो कागजसँग 40,000 अमेरिकी डलर सापटी दिए र तेन्जिनमा एउटा वर्कसप खोले जहाँ उनीले रिचार्जेबल ब्याट्री बनाउन थाले। वर्कसप खोलेको 7 वर्षमा नै उनीले मोटोरोला, नोकिया जस्ता ठुला कम्पनीहरूलाई
ब्याट्री सप्लाई गर्न थाल्यो। सन् 2003 सम्ममा BYD संसारकै सबैभन्दा ठुलो ब्याट्री निर्माता बनिसकेको थियो र त्यही वर्ष वाङले एउटा यस्तो निर्णय गरे जो कसैले बुझ्न सकेन। उनले घाटामा गएको एउटा सरकारी कार कम्पनी किनेथे। उनलाई आफ्नै लगानीकर्ताहरूले पनि लुटाउँथे। BYD को शेयर 2 दिनमै झन्डै 2.7 अर्ब हङकङ डलरले घट्न पुग्यो। चिनिया बिजनेस मिडियाले मजाक उडायो। ब्याट्री बनाउने मान्छे कार उद्योगमा। अझ रोचक कुरा त के भने वाङसँग ड्राइभिङ लाइसेन्स समेत थिएन, तर उनको सोच सरल थियो। कारको भविष्य इन्जिन होइन, ब्याट्री हो र यो पृथ्वीमा ब्याट्री बारे उनी भन्दा धेरै जान्ने मान्छे कम थिए। अरू कम्पनीहरू कारलाई इलेक्ट्रिक कसरी बनाउने भनेर सोचिरहेका थिए, तर वाङ जुन ब्याट्रीको बारेमा पहिले नै महारत हासिल गरिसकेका व्यक्ति, उनीले ब्याट्रीको वरिपरि नै कसरी कार बनाउने भनेर सोचिरहेका थिए। विश्वले उनले के गरिरहेका छन् भनेर बुझ्न 15 वर्ष लाग्यो। त्यो 15 वर्षमा कयौं पत्रकारहरूले उनको खिल्ली उडाए। एलन मस्कले टेलिभिजनमा नै उनको मजाक बनाए। तर वाङले 3टा निर्णय गरे जसले यो सबै कुरा बदलिदियो। पहिलो निर्णय, अरूमा निर्भर नहुने। टेस्लाले पानासोनिकबाट ब्याट्री लिन्छ। भक्सवागन कयौं सप्लायरसँग निर्भर छ, तर BYD ले एउटा इलेक्ट्रिक कार बनाउन आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू जस्तै मोटर, ब्याट्री, सफ्टवेयर, हेडलाइट, ग्लास, सम्पूर्ण चिज आफै बनाउन थाल्यो। 2021 मा विश्वव्यापी चिप सङ्कटले कार उद्योग ठप्प हुँदा BYD ले भने आफ्नो चिपको उत्पादन बढायो र कारको डेलिभरी जारी राख्यो। जब लिथियमको मूल्य आकाशियो, उनीहरू पहिले नै तिब्बत र साउथ अमेरिकामा आफ्नो खानीहरू चलाइरहेका थिए। अरूले चोट पुर्याउने सङ्कटले BYD लाई अझ थप बलियो बनायो। दोस्रो निर्णय, प्लग इन हाइब्रिडमा दाउ लगाउने। जहाँ ठुला कम्पनीहरू टेस्ला, सिलिकन भ्याली पूर्ण इलेक्ट्रिक भविष्यको प्रचार गरिरहेका थिए, वाङले भने हाइब्रिड गाडीमा लगानी गरे। ठुला सहरभन्दा बाहिर चार्जिङ स्टेसन कमी भएको चीनमा यो नै व्यवहारिक समाधान देखिन्थ्यो। पछि गएर BYD ले टेस्लाको EV भन्दा आफ्नो प्लग इन हाइब्रिड धेरै बेच्न थाल्यो। तर पश्चिमी मिडियाले भने हाइब्रिड प्रविधि वास्तविक प्रविधि हो कि होइन भनेर प्रश्न गरिरहेका थिए। यो सम्झौता रणनीतिले BYD लाई 50 करोड भन्दा बढी चिनिया उपभोक्तासम्म पहुँच दियो र ठुलो बिक्री सङ्ख्याले गर्दा लागतमा पनि कम आयो, जहाँ टेस्ला कहिले पनि पुग्न सकेन। तेस्रो निर्णय, लेड ब्याट्री। सन् 2030 मा BYD ले ब्याट्री क्षेत्रमा नयाँ टेक्नोलोजी लिएर आयो, लिथियम आइरन फोस्फेट ब्याट्री। यो कम आगो थियो, यो सस्तो थियो र यो टिकाउ पनि थियो। यसले BYD लाई टेस्ला कार भन्दा पनि सस्तोमा बेचेर पनि सुरक्षित दाबी गर्न सक्षम बनायो र 4 वर्षपछि टेस्लाले आफैले नै BYD बाट ब्याट्री किन्न थाल्यो, जसको नाम सुनेर एलन मस्क टेलिभिजनमा हाँसिरहेका थिए। आज त्यही कम्पनीले नै टेस्लालाई ब्याट्री बेचिरहेको थियो। तर कथा यतिमै सकिँदैन। व्यापारिक पत्रिकाहरूले BYD लाई अर्को टोयोटा भनेर प्रशंसा गर्छ। भर्टिकल इन्टिग्रेसन, हाइब्रिड स्ट्राटेजी र ब्याट्री इनोभेसन। तर त्यो पुरा सत्य होइन। सुरुदेखि नै BYD यस्तो खेल खेलिरहेको थियो जुन अरू कम्पनीहरूलाई खेल्न दिइदिन थियो। 2015 देखि 2020 सम्ममा BYD ले चिनिया कम्पनीबाट झन्डै 4.3 अर्ब सरकारी अनुदान पाएको थियो। 2016 मा कम्पनीले अडीबाट स्टार डिजाइनर बोलाएको वर्ष कम्पनीको कुल नाफा भन्दा पनि सरकारी अनुदान बढी देखियो। अर्थात् सरकारको सहयोग बिना BYD घाटामा चलिरहेको थियो। सरकारले हरेक तहले सहयोग गरिरहेको थियो। निशुल्क जमिन, ब्याज रहित ऋण, कर छुट, सरकारी गाडीहरूमा र ट्याक्सीमा ठेक्का र ग्राहकहरूलाई पनि विशेष छुट। विश्लेषकको अनुसार एक समय BYD ले प्रत्येक गाडीमा 2000 देखि लिएर 4000 सम्म अमेरिकी डलर सरकारी पैसा कमाउँथ्यो। अब सोच्नुहोस्, भक्सवागन, टोयोटा जस्ता कम्पनीहरूले यस्तो खेल कसरी जित्ने? BYD वर्षौंसम्म घाटामा चलेर पनि नाफा देखाउन सक्थ्यो, किनकि सरकारले फरक रकम भरिरहेको थियो। चीनका लागि यो एउटा कम्पनी मात्र थिएन, यो एउटा राष्ट्रिय रणनीतिको हिस्सा थियो। मेड इन चाइना 2025 अन्तर्गत चीनले अटो उद्योगमा विश्व प्रभुत्व बनाउने लक्ष्य बनाएको थियो। BYD त एउटा उपकरण मात्रै थियो, तर खेलाडी पुरा चीनको देश थियो। तर समय सँगसँगै अहिले BYD मा पनि चिरा देखिन थालेका छन्। सन् 2025 मा GMT रिसर्चले निकालेको रिपोर्ट अनुसार कम्पनीले देखाएको आधिकारिक लोन 42 अर्ब युवान नभइकन कम्तीमा 323 अर्ब युवान हुन सक्ने दाबी गरियो। कम्पनीले 9 महिनासम्म कर्मचारीहरूलाई भुक्तानी नगरिकन रोकिरहेको रकम पनि एक हिसाबले लोन जस्तो नै त भयो।
कतिपयले यसलाई एभर ग्रान्डीको पतन अगाडिको मोडलसँग तुलना गरे। लगत्तै फेरि बजारमा अर्को विवाद देखिन थाल्यो, 0 माइलेज युज कार। महिनाको अन्तिममा सेलरहरूले आफ्नो लक्ष्य पूरा गर्नको लागि नयाँ कारलाई आफ्नो सेल्स कम्पनीको नाममा दर्ता गर्ने र तिनै कारहरूलाई फेरि पुरानो कार भनेर बेच्ने गरिएको देखियो, जहाँ बिक्री त बढ्यो तर आफ्ना वास्तविक ग्राहकहरू चाहिँ बन्न सकेनन्। यसरी नै फेरि 2025 मा नै सन् 2024 देखि त चीनको विभिन्न ग्राउन्डहरूमा थुप्रिएर रहेका BYD कारहरूको तस्बिर सार्वजनिक भयो। गुणस्तर सम्बन्धी पनि समस्याहरू बढ्दै गए। सन् 2024 मा स्टेरिङ कोलममा आएको समस्याका कारणले गर्दा कम्तीमा 97,000 गाडी फिर्ता बोलाइए। त्यसको केही समय लगत्तै फेरि 1,15,000 गाडी रिकल गर्ने अवस्था आयो। चीनको सामाजिक सञ्जालमा विभिन्न आरोपहरू आउन थाले। वर्षाको समयमा वाइपर रोकिने, वाइपरले काम नगर्ने, रेडियो बिग्रिने, GPS ले गलत सडक देखाउने, अझ ब्राजिलमा त BYD विरुद्ध स्वयं श्रम मन्त्रालयले नै श्रम शोषणको आरोप सहित मुद्दा चलायो, जहाँ मजदुरलाई 14 घण्टा काम गराइएको भनी 163 जना चिनिया कर्मचारीहरूको पासपोर्ट नै जफत गरियो। 2025 मा नाफा 19% घट्यो र 2026 को सुरुवाती महिनामा बिक्रीमा 42% को ह्रास आयो। प्रतिस्पर्धी गिलीले पनि BYD लाई चीनमा नै प्रतिस्पर्धा दिन थाल्यो र सरकारले पनि प्राइस वार टिकाउ नभएको भनी चेतावनी दियो। तर समस्या वास्तविक छन्। के BYD भोलिको टोयोटा बन्ला या त ऋणको भारीले अझै थिचिँदै जाला? त्यो भन्दा पनि फरक कथा त पर्दा पछाडि भइरहेको छ, जुन हो शक्ति परिवर्तनको खेल। अहिले संसारमा सबैभन्दा राम्रो खेल खेलिरहेका मानिसहरू टोकियो, न्युयोर्क या दिल्लीमा मात्र छैनन्। उनीहरू सेन्जेन, हाङहुङ र चीनका थुप्रै सहरहरूमा लुकेर बसिरहेका छन्, जसलाई पश्चिमी मानिसहरूले नक्सामा समेत खोजेर भेटाउन सक्दैनन्। यदि तपाईँ अझै पनि 2005 को रणनीति लिएर 2026 मा व्यापार गरिरहनु भएको छ भने तपाईँलाई पनि कुनै न कुनै दिन अवश्य ठुलो झड्का लाग्न सक्छ, किनकि खेलका नियमहरू बदलिसकेका छन् र तपाईँ पनि अहिले 2026 मा व्यापार गरिरहनु भएको छ र आफ्नो खेलमा यस्तै परिवर्तनहरू देखिरहनु भएको छ भने हामीलाई तल कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। यहाँसम्म हामीलाई हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद र यस्तै नयाँ अपडेटहरूको लागि हामीलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला।